नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म कुखुराको मासुको अचार बनाउँदैछु। यसरी बनाएको अचार चाहिँ हजुरहरूले राखेर खान पनि मिल्छ। ल सुरु गरे है त अचार बनाउन। मैले अचार बनाउनको लागि चाहिँ यहाँ मासुलाई सानो सानो पिस पारेको छु। सुरुमा मैले तेल राखे। तेल तातिसकेपछि मैले मासुलाई हालिदिएँ। थोरै बेसार पनि हालिदिएँ। अब यसलाई मजाले फ्राई हुन दिनुपर्छ। मासु फ्राई हुँदै गर्छ। अब म मसला रेडी गर्छु। त्यसको लागि चाहिँ जिरा, कालो जिरा, सौंफ, ज्वानो, मेथी, तोरी अनि त्यसपछि खोर्सानी हालेर मजाले भुटे। यो भुटिसकेपछि अब यसलाई पिस्छु। मासु फ्राई भइसकेपछि मैले यसमा नुन हालिदिएँ र अघिको मसला हालिदिएँ। लसुन अदुवाको पेस्ट पनि हालिदिएँ। अलिकति भेनेगर हालिदिएँ। धनिया पाउडर हालिदिएँ। धुलो खोर्सानी पनि हालिदिएँ।
हेर्नुस् त हेर्दै खाउँ खाउँ लाग्ने मासुको अचार रेडी भयो। यसरी नै हजुरहरूले पनि मासुको अचार बनाउन सक्नुहुनेछ। यसलाई सेलाएपछि बट्टामा राखेर धेरै समयसम्म खान पनि मिल्छ। आजको लागि यति नै। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला।